कुल बोय हुनुहुन्छ तपाईँ ठुलै रहेछ नि फिल्ममा फिल्ममा त्यो मेरो ड्रेसअपहरू चाहिँ अलिकति नर्मल सिम्पल खालकै छ अनि त्यही कुराले पनि होला फिल्मको लागि कोही मान्छे यति कुल पनि हुनसक्छ कि फेरि कहिले हजुर त्यो कथाले मागिसकेपछि सरहरूको अब मागिसकेपछि अब बन्नै पऱ्यो त्यहाँ आकर्षित पनि बन्नु पऱ्यो फाइट पनि हाल्नु पऱ्यो सब कुरा छ र फाइनली तपाईँहरूको रिजल्ट आएको छ हजुर अहिले कस्तो फिल गर्दै हुन्छ फर्स्ट डेको फर्स्ट सो हेरेर एकदम पोजिटिभ रेस्पोन्स छ ओभरअल फिल्म र सम्पूर्ण कास्ट एन्ड क्रुको एकदम बेस्ट पर्फर्मेन्स भनेर भन्नुभएको छ र तपाईँले कस्तो फिल गर्दै मलाई चाहिँ होइन दाइहरूको 1-2 को लेगेसी बोकेर आएपछि अलिकति अलिक प्राउड नै फिल गरेर आएको छु मैले है दाइहरूले त्यत्रो मुभीहरू 1-2 बनाएर हामीलाई अब फल दिनुभएको छ त्यो फललाई चाहिँ कन्टिन्यू गर्न सकेन जस्तो पनि फिल लाग्यो किनकि हजुरलाई पनि कस्तो लाग्यो भन्ने कुरा हो होइन हजुरले पनि राम्रो भनिसकेपछि त अडियन्सहरूले पक्कै नै राम्रो लाग्छ होला अनि त्यसैले म भन्छु सबैजनालाई एक्चुअली रिक्वेस्ट पनि छ आज फर्स्ट डेमा मात्रै तातेर भएन अझै हप्ताहरू बाँकी छ अझै मेनी डेज बाँकी छ अझै मेनी डेज बनाउनु पाऊँ है सबैजनाले एक्चुअली आएर चाहिँ हेरिदिनु होला र जति पनि अडियन्सहरूले फिल्म हेर्नु भएको छ हाम्रो कुल बोयको क्यारेक्टर कस्तो छ भनेर तपाईँहरूले क्लाइमेक्समा थाहा पाउनुहुन्छ र तपाईँ त्यो क्यारेक्टरको लागि कसरी रेडी हुनुभयो कसरी तपाईँ के भन्छ मान्नुभयो होइन त्यो क्लाइमेक्सको कुरा चाहिँ अहिले यहाँ खोल्दाखेरि अलिक मजा नहोला तर त्यो क्यारेक्टरको लागि चाहिँ अलिकति मजै थियो भनौँ न ट्विस्ट एन्ड टर्न्स मलाई मनपर्छ मुभीहरूमा गर्नको लागि अनि ट्विस्ट एन्ड टर्न्स त्यसको लागि धन्यवाद पनि भन्न चाहन्छु हाम्रो माधव शर्मा सरले राइटर सर हुनुहुन्छ उहाँले मलाई हेरेर एउटा राम्रो क्यारेक्टर सोचेर सत्यप्रकाश गौतम क्यारेक्टर बनाएर जुन गरिदिनु भयो है त्यसको लागि धेरै धेरै धन्यवाद आभारी पनि छ हाम्रो सब टिमको लागि र आजको रेस्पोन्स अडियन्सको रेस्पोन्सबाट अब आफ्नो यो जर्नी कसरी अगाडि बढ्छ जस्तो लाग्छ तपाईँलाई राम्रो रेस्पोन्सहरू आइरहेको छ राम्रो मान्छेहरूले राम्रो फिडब्याक दिइराख्नु भएको छ अब हेरौँ भविष्य चाहिँ कसैले देखेको छैन राम्रो राम्रो मुभी राम्रो तरिका क्यारेक्टर प्ले गर्न पाऊँ भन्ने चाहिँ हो मेरो राम्रो क्यारेक्टर प्ले गरेर हजुरलाई जहिले पनि खुसी राख्छ त्यो डाइलेक्ट कपाल पाल्दाखेरि महानायक जस्तो आफू चाहिँ कस्तो लाग्छ कपाल पाल्दाखेरि महानायक जस्तो कपाल काट्दाखेरि अलगै चिज उहाँहरूसँग नाम जोड्नु नै मेरो लागि ठुलो कुरा हो अहिलेको लागि उहाँहरू भनेको चाहिँ अब लेगेसी बोकिराख्नु भएको छ सबै कुराहरू अनि उहाँहरूसँग नाम जोडिरहेको छ त्यो उहाँ दाइको मुखमा चाहिँ दुध भात भन्छ कि घिउ भात भन्छ कि होइन के मिठो मिठो कुराहरू सबै परोस् मेरो दाइको मुखमा अनि हजुरहरूको मुखमा नि परोस् राम्रो कुरा बोलिदिनु भयो राम्रो कुरा तपाईँलाई अहिले चाहिँ हेरिरहँदाखेरि होस्टेलको जुन लेगेसी छ त मैले कतिको बोकेँ जस्तो लाग्छ आज त फर्स्ट डे हो अझै फिडब्याक्सहरू आउने बाँकी छ अहिले त हामीले मात्रै भनेर हजुरहरूले मात्रै भनेर भएन पुरा होल नेपाललाई मन गर्नु पऱ्यो होल विश्वलाई मन गर्नु पऱ्यो अनि त्यसपछि चाहिँ गरौँला त्यसपछि चाहिँ लिउँला अब के तरिकाले लिने भनेर लेगेसी मैले भनेर भन्दा पनि अब अडियन्सहरूले भनेर बनिने कुरा हो जस्तो लाग्छ मलाई तपाईँलाई जुन फिल्ममा तपाईँको क्यारेक्टर छ तपाईँ रियलमा त्यस्तो हुन्छ रियलमा चाहिँ म त्यस्तो सोझो त्यस्तो त्यो अलिकति त्यस्तो टाइपको छैन रियलमा चाहिँ अलिकति फङ्की अलिक रमाइलो गर्ने टाइपको छु त्यो रियलमा चाहिँ प्रेम गर्ने मामिलामा चाहिँ अलिकति त्यस्तै नै भनौँ तर त्यस्तै हेड चाहिँ गर्दैन म त्यस्तै उ चाहिँ गर्दैन चोइस के हो चोइस म स्ट्रेट एकदम अल द बेस्ट हजुर तपाईँले गजब काम गर्नु भएको छ थ्याङ्क यू र माधवजीलाई एक्चुअली फिल्ममा ल्याउँछ माधव सरले उहाँले हो कि फिल्म लेखेको माधवजी तपाईँलाई लेख्दाखेरि दिमागमा कुलबाई हुनुहुन्छ कि लेख्नुहुन्छ अफकोर्स यो फिल्मको परिकल्पना जतिखेर गऱ्यौँ फर्स्ट हामीले मिटिङ गरेको परिकल्पना गर्दै एक लाइन मात्रै थियो फिल्मको जस्तो हामीले सेकेन्ड हाफ मात्र लेखाएको थियौँ जसमा फिल हो यो फिल्म त्यतिखेर हामीले गरेको थियौँ एक किसिमको छ अगाडिका मान्छेले लेखेको छ त्यो गर्दा नै सबभन्दा फर्स्ट भेटेको 1.5 वर्ष अगाडि भेटेको जब स्क्रिप्ट नै हामीले कम्प्लिट पनि गरेको थियौँ त्यतिखेरदेखि इमेजिन जब उसलाई देखेँ मतलब लाइभ भेटेँ फर्स्ट टाइम देख्दा सब किनभने उसलाई लाइभमा मात्रै देखाएँ हाइट हेर्दैन होइन त्यो देख्दा ओ भाइ पर्फेक्ट मलाई लाग्यो किन मैले त्यो बेलासम्म प्रत्यक्ष भेटेको थिइनँ अब उसले जे काम गरेको छ बाबुले यति मेहनत गरेको छ आफ्नो क्यारेक्टर बनाउन हामीले जुन दिन स्क्रिप्ट सुनाउँथ्यो ऊ हरेक दिन नयाँ कुरा भन्थ्यो म यो गरौँ यति धेरै मेहनत गरेको छ त्यसमा त्यो देखिन्छ एउटा कुरा छ तपाईँले होस्टेलको जुन एउटा फ्लेभर थियो तपाईँले त्यो फ्लेभर अलिकति चेन्ज गर्नु भएको छ त्यो आवश्यकता के देख्नु मलाई लाग्छ मैले त्यो फ्लेभरलाई मारेको पनि छुइनँ र त्यो फ्लेभरमा एड चाहिँ गरेको छु बास यति चाहिँ हो किनभने फर्स्ट हाफ फुल होस्टल नै हो सेकेन्ड हाफ पनि होस्टल हो तर होस्टलभित्रको एउटा इभेन्ट मात्रै मलाई लाग्दैन मैले त्यो होस्टललाई मारेको छु अरू केही ओके ल एकदम गजब फिल्म लेख्नु भएको छ लाग्छ अडियन्सले अब यो फिल्म चाहिँ यसरी वर्ड अफ माउथ जानेवाला छ जसले यो फिल्मको बक्स अफिस एउटा राम्रै हुन्छ म के भन्छु भने हामीले बहुत लामोसम्म यो टिम नै
जब म टिम थियो लामो समय मिलेको छु स्किपमा एकदम डाइरेक्ट साथमा मिलेको थियो 1 वर्ष अल्टिमेटली पर्दामा आएको छ मलाई लाग्दैन सिनेमा नहेर्नु भयो भने चाहिँ तपाईँ पछुताउनुहुन्छ एउटा टिनेज सिनेमा जे बनाउनु खोजेको सबैभन्दा ठुलो कुरो कस्तो छ नि मनले बनाएको र नेपालीको लागि बनाएको मैले सबभन्दा ठुलो कुरो हामी सबले मनले काम गरेछौँ अनि कसैले भाषा सासा आदि इत्यादि भन्नु होला त्यो चाहिँ नेपाली प्योर नेपालीका लागि बनाएको नेपाली फिल्म हो कुलबाईलाई चाहिँ जस्तो फिल्म चल्नुभन्दा अगाडि खालि पब्लिसिटीमा कुलबाई भन्ने वस्तुको ब्रान्ड एकदम थियो तपाईँले त्यो दिमागमा काहीँ थियो हो यो फिल्म चाहिँ मेरै कारणले चलाउनु पर्छ नि म माथि यत्रो प्रेसर छ भने होइन अनि त्यस्तो होइन म मात्रै भन्दा पनि हाम्रो टिमै छ 100-150 जनाको टिम छ सानो हामीलाई के अप्ठ्यारो पर्दाखेरि छाता ल्याइदिने गर्मी बेसी भएकोलाई छाता ल्याएर पङ्खा स्टोर लगाइदिने हावा लगाइदिने चिया लिएर राखिदिने स्पटदेखि लिएर खाना पकाइदिने किचनदेखि लिएर हाम्रो डिओपी टिमदेखि लिएर लाइटदेखि लिएर सबैजनाको यत्रो टिम छ सबैले एउटा पनि मिस्टेक गरेको भए आज यत्रो मुभी चाहिँ बन्थेन होला होइन सरको दिमागमा थियो भिजन सरको दिमागमा राइट स्क्रिप्ट थियो त्यो स्क्रिप्टलाई आज स्क्रिप्टमा देख्न पाउँदाखेरि सरलाई कति प्राउड फिल भएको होला म त केही पनि होइन सरलाई चाहिँ कति प्राउड फिल भइरहेको होइन मैले लेखिरहेको फिल्म आज स्क्रिनमा गरिरहेको छन् यो भाइलाई चाहिँ मैले लिएको थिएँ भनेर मलाई चाहिँ सरहरूले चाहिँ अलिकति हुँदैन अन्डरमै राखेर सिकाउनु मतलब यसरी गर्ने भाइ यसरी गर्ने हो सरहरू पनि म सरहरूलाई पनि एकदम थ्याङ्कफुल छु सरहरूबाट त्यो कुराको होइन म क्रेडिट भन्दा पनि मेरो चाहिँ अब मुभिज यो सिनेमा चाहिँ मेरो फर्स्ट नै हो त्यसैले अझै मैले धेरै मेहनत गर्नु बाँकी छ जस्तो लाग्छ अझै धेरै नै बाँकी छ धेरै नै क्या अझै टाइम छ मेरो लागि अझै म भर्खर 23 भयो पछि सरहरूले पनि अब सिकायो भने असिस्ट गर्यो भने एउटा कुरा चाहिँ भन्नु मन लाग्यो उसलाई हेरेर उसको क्यारेक्टरलाई लिएको छ कतिपय चिजहरू मैले बनाएको चिजलाई उसले आफ्नो लाइफलाई एड गरेको छ मलाई त्यस्तो लाग्छ कतिपय ल्याङ्ग्वेज त्यो बोल्ने स्टाइलहरू इभन मैले स्क्रिप्ट सुनाएपछि उसले डिटो गरिदिन्थेँ क्या मेरो स्टाइलमा म कपी गर्छु कपी गरिदिइहाल्छु डायलगहरू होइन उसले हुबहु मेरो स्टाइलमा बोलेको छ क्या एक्चुअली भन्नु सरलाई सत्य प्रकाश गौतम हो त्यो वाला मैले किनभने त्यो नाम भन्दा ओइ कमसेकम नाम त सोधेर जा सोध भन्दै पकाउने है भन्नु पर्दैन म आफै भनिदिन्छु सत्य प्रकाश गौतम भन्दै उसले डिटो त्यो टाइपको मैले स्क्रिप्ट टेलिङदेखि अनि आज म डाइरेक्सन टिममा पनि डिरेक्टर पनि छु त्यसकारण पनि हामीलाई त्यो एक्जिक्युट गर्न अझै सजिलो भएको मेरो कुलबाईकै नामले मुभी चल्ला कुलबाईकै नामले गर्ला भनेर सरले लिनुभएको थिएन किनकि मलाई लिँदाखेरि टिकटकै ब्यान थियो कि होइन उहाँहरूले सोचेको भए त टिकटक ब्यान चाहिँ लिएर के कामै छैन नि यसलाई लगेर त प्रमोसन नै गर्न मिल्दैन गर्न भन्नुभयो अनि विश्वास देखाउनु भयो आज विश्वासमा उभिन सकेको छु त्यति नै ठुलो कुरा हो मेरो लागि चाहिँ 100% एउटा होइन तपाईँले फिल्म हेर्नुभयो अब भनिदिनुहोस् कतिजना स्टार छ तपाईँहरू भनिदिनुहोस् हो स्टार 1-2जना पाइन्छ अरू राम्रो आर्टिस्ट पाइन्छ बास यो चाहिँ हो 1-2जना भन्नु 1जना भन्नु पाइएन धेरै छ एकदम हो र आजको दिनमा पारस बम ठकुरीले सुदूरपश्चिमबाट आएर एउटा टिकटक प्लेटफर्मबाट एउटा ठुलो यत्रो देशको सबैभन्दा बढी स्क्रिनमा रिलिज भइरहनु भएको छ र आजको दिनमा तपाईँको स्वर्गीय पितालाई कसरी सम्झिनुहुन्छ र आफ्नो आमाको प्रति मेरो बुवाको चाहिँ सपना थियो यो कुरा चाहिँ होइन सपना भन्दा पनि अब बुवालाई थाहा थिएन म यस्तो पनि गर्छु होला भनेर मलाई पनि थाहा थिएन त्यति बेलासम्म तर आज हुनुभएको भए प्राउड फिल गर्नुहुन्थ्यो होला अनि यत्रो ठुलो स्क्रिनमा आफ्नो छोरालाई देख्न पाउँदाखेरि छोराको लागि ताली बजिरहेको छ मान्छे कराइराख्नु भएको छ होइन हलमा हो हल्ला भइरहेको छ होइन आज उता झन् नेपालगञ्जमा त झन् हल्कै छ आज होइन त्यस्तो देख्दाखेरि चाहिँ मलाई चाहिँ यस्तो हुँदैन मिस गर्छु कहिले कहिले अब आफ्नो बुवा भएको भए यो कुराहरू देख्न नपाइकन बित्नु भयो त्यसको लागि चाहिँ म भयङ्कर आफूले हुँदैन आफैलाई गिल्टी मान्छु कि पहिल्यै माया गर्नुपर्ने रहेछ त्यो कुराहरू पनि लाग्छ कहिले देखाउनु पाएन सानै थिएँ म घरको ठुलो छोरा भएको भए केही न केही गर्थ्यो होला अनि दुखाउने पर्थेन होला आमालाई त्यस्तो लाग्छ आमालाई चाहिँ के भन्छु आमा प्राउड हुनुहुन्छ हाम्रो घरतिर उता धनगढीमा चाहिँ ट्र्याक्टरै लिएर खसी लिएर हल जाने चलन छ होइन यो हुनेवाला छ त्यहाँ किनकि गाउँ नै उठेर जान्छ हाम्रो चाहिँ गाउँकोले त्यति माया गर्नुहुन्छ गाउँको चेला हो म होइन आफ्नै गाउँ ठाउँको चेला हो त्यसैले आमालाई पनि एकदम सम्झिन चाहे मम्मीसँग म गएर हेर्छु पनि अब धनगढी गएर हलमा बसेर त्यही नै हो होइन आमालाई चाहिँ अब मेरो भनौँ अब फर्स्ट टाइम देख्नुहुन्छ मम्मीले मलाई कहिले स्टेज चढेको देख्नुभएको छ कहिले पनि म स्टेजमा गएको मम्मीले मेरो प्रोग्रामहरू हेरेको कहिले पनि त्यस्तो केही पनि टाढै बस्नुहुन्छ मम्मी चाहिँ अनि फर्स्ट टाइम चाहिँ म लड जान्छु मम्मी तपाईँ त्यस्तो अग्लो स्टार भन्नुहोस् तपाईँको बुवाले जहाँबाट हेर्नु तपाईँ क्लियर देख्नुहोस् एकदम थ्याङ्क यू हजुरहरूको आशीर्वाद लागोस् त्यही हो है थ्याङ्क यू सो मच